हेलो गाइज, के छ हालखबर हो? हामी त यहाँ सपिङ जानु लाग्यो है। हाम्रो साथी अगाडि अगाडि हुनुहुन्छ, चाहिँ पछाडि छु है। आज हामी जायन भन्ने मार्केट छ यहाँ मलेसियामा, हाम्रो होस्टेलको छेउछाउमा। त्यहाँ चाहिँ हामी जायन तरकारीहरू सकेर सागसब्जीहरू होइन, सागसब्जीहरू लिन जाँदैछु। अब भ्लगमा यसो जोडिँदै गर्नु होला, कहाँ हामी जायन पनि देखाउनेछु है। जस्तै छ यो मलेसियाको हेर्नुहोस्, नरिवलको रुख, नरिवल फल्याएको छ टिकटाडा। मलेसियाको रोड हेर्नु, आज पानी परेर सुनसान छ। यो मलेसियाको चाइनिज बच्चाहरूको पढाउने यो स्कुल होइन, चाइनिज स्कुल हो। यो सर अगाडि हिँड्नु भएको छ। हेलो सर, यसो हाई गरिदिनु यहाँ हाम्रो गाइजहरूलाई। सर म भर्खर यो सुरु भ्लग बनाउनु सिक्दैछु है। गाइज हो, सपोर्ट गर्नु होला, लाइक सब्सक्राइब गर्नु होला है, कमेन्ट पनि गर्नु होला। ल, कागले पनि स्वागत गरेको यार, क्वाँ गरेर। ल, यो मलेसियामा पानी 24 घन्टा त होइन, दिनमा एक दुईचोटि नपरेको टाइम छैन। हेर्नुहोस्, च्याउ यहाँ मलेसियामा बाटोसम्म च्याउपाल जाउ कति। ओएमजी, झन्डै पानीले हानेको गाडी जुन टायर ल्यायो। ल, हाम्रो उहाँ चाइनिज बच्चाहरू पुरा फुटबल लिएर आइरहेको छ खेल्नलाई है, चाइनिज स्कुल। यस्तै छ गाइज, पानी परिरहेको। ल, अलिक छिटो गर्नु भने पानी पर्छ हौ सर, पानीले भेट्छ, पानी आउनु लाग्थ्यो। हाई, चाइनिज बच्चाहरू पुरा फुटबल खेल्न आइरहेको छ है। ओहो सर, राम्रोसँग है, चिप्लिन्छ त, लास्ट ड्यामेज हुन्छ हौ यहाँ। ल हेर्नुहोस्, हाम्रो दिपेन्द्र सर अब 2 हप्ताभित्र नेपाल जाँदै हुनुहुन्छ है। उहाँको अब बसाइसक्यो मलेसियामा, भाबीले जति ल्याएको थियो त्यति बस्नुभयो, त्योभन्दा बढी बस्नु चाहनु भएन। ठिकै छ हो। गाडी के हो, जुत्छ क्या? ल गाडी, ल बाँकी भिडियो हेर्दै गर्नु होला। जायनभित्र हामी भेटेछौँ है। ओके, अहिलेलाई राखिदिनु होला। ल गाइज, अब जायन मार्केट आउनु लागिसक्यो, त्यहाँ छ है जायन मार्केट। ल सर, एकचोटि फेरि भन्नु, अघिको रेकर्ड हुन्छ एउटा 20, 23, एउटा 20, 13। ओके, ल है, आजको टोटो नम्बर साथी गाइज हो। आज हामीले यो नम्बरले पारेर टोटो सब उहाँ रुवाउने हो होइन सर? एकदमै हो। घरमा बिल्डिङ ठडाउने हो, मलेसियामा साउजी रुवाउने हो। त्यो लालाजी जस्तै भन्नु सर, के अरे लालाजीले के भन्छ अरे? लालाजीले त्यो बोल्नु न, यसो फेमस हुन्छ कि सर पनि। जायन मार्केट आयो है, जायनभित्र गेटबाट भित्र खासै ठुलो छैन यो मार्केट। यहाँबाट मात्र हजुर पसलमा पनि भए। ल हेर कोन ढल्दैछ हौ, फुल्छ सिमसिम। ल हेर्नुहोस्, यहाँ घरका पनि मान्छे आउनु बित्तिकै फुल्छ हौ। ल एउटा न्यू दोकान ओपनिङ भएको छ, त्यो मलेसियाभित्रको यो जायनभित्रको। ओके, अब हामी लिफ्टमा चढेर यहाँ माथि जायनभित्र पस्दा पनि यस्तो डिजिटल उसँग गर्छ। काँक्रो दिनुभयो, ल्याएन नि। के देख्नु भएको छ गाइज, हेर्नुहोस् त, दिउँसो तारा लागिरहेछ। ल गाइज, अब हामी चाहिँ जान लागेको है। हाम्रो सर यता बसिरहनु भएको छ, यहाँ एटिएम मेसिनबाट पैसा आइरहेछ। टक्क कार्ड हाल्ने, नम्बर खिच्ने गरेर पैसा आउँछ। ल जान्छ, पानी परिरहेछ गाइज है, बाहिर पानी परिरहेछ, भिडियोमा देखिँदैन। यो चाहिँ पार्किङ एरिया है, यो जायनको पार्किङ एरिया, गाडीहरू सब पार्किङ एरिया छ।
गाडी आउनु जानु भइरहेछ। हाम्रो साथीमा पानी हेरिरहनु भएको कतिखेर पानी रोकिन्छ भनेर। गाइस पानी झन् दर्किरहेछ हो। अघि पानी रोक्यो भनेर आएको झन् पानी त दर्क्यो। अब कसरी घर जाने? ल गाइस हामी चाहिँ पानी रोकिन्छ कि भनेर ट्रेन बसिरहेको छौँ है। यही महिना लास्ट हो घर जाँदै हुन्छ। पानी त झन् दर्किरहेछ हो। पानी रोक्यो भने के गरिन्छ? रेनकोट लगाएर जाने। त्यो गाडीमा जाँदा पानी भर्यो। पानी परिरहेछ हेर्नुहोस् त, सिमसिमे पानी परिरहेछ, झरी परिरहेछ। तर पनि हामी भिजी भिजी भए पनि कोठा आइसक्नु लाग्यो। मैले काम गर्ने ठाउँ चाहिँ आउँदैछ है गाइस एकैछिन। यो हाम्रो रेसिडेन्ट ल मैले काम गर्ने ठाउँ यही बिल्डिङ हो है। ल म चाहिँ यहाँनिर काम गर्छु। यो सगरमाथा माथि हाम्रो पहिचान हो। टप लगाएर रक्त पसिनाले फुलाए